Guys, welcome back to my YouTube channel. It's me, Grishma Koirala. The Grishma chapter ko channel ma हजुरहरुलाई फेरि पनि वेलकम छ. सो म चाहिँ आज गाउँ जाँदैछु, त्यो पनि एक्लै. सो मेरो मम्मी बाबालाई चाहिँ विश्वास लागेर हिँड्छ. सो मम्मी मस्त सुतिरहनु भएको छ. म यहाँ हेर्नुस्, रेडी भयो अरे. म अघि नै एक्साइटेड भएर रेडी भयो अरे म यहाँ आएँ. बाबा भनेर बोलाउँछु त मस्त सुतिरहनु भएको छ. मेरो ब्याग आफ्नो सबै जे सामान छ सबै रेडी गरेँ. अनि यहाँ चाहिँ आमालाई लगिदिने कसरी. सो म पनि रेडी भइसकेँ. पेट्रोल हाल्न रोकेको छ है. लाज लाग्यो क्या बोल्ने, अनि बोले होइन म. सामान छ यहाँनिर छ ब्याग होइन. हामी चाहिँ यहाँ खाजा खानको लागि भनेर यहाँ रोक्यौँ. हामी चाहिँ उयो गाडीमा आएको. एकछिन फ्रेस भयो. मलाई त एकछिन त बमिट आउनु जस्तो भएर होइन. म चाहिँ घर आइपुगेँ. अनि त्यसपछि अब चाहिँ म आमाले पकाइराख्नु भएको खाना खाँदैछु. गाइज भन्नु भा. सो गाइज होइन, हामी चाहिँ आइपुग्यौँ, खाना पनि खाइसक्यौँ. यहाँ यति धेरै गर्मी छ. म चाहिँ लुगा पनि चेन्ज गरिसकेँ. अनि यहाँनिर चाहिँ म यो बाटोमा किनेको थिएँ. अनि बाटोमा त बमिट आउनु जस्तो भएर खाइनँ कि. गाइज होइन, म चाहिँ रेडी भइसकेँ हाइकिङ जानको लागि. म चाहिँ आज हाइकिङ जाँदैछु. हेर्नु सक्नुहुन्छ बा त झोला पत्र हेर्दै एकछिन चाहिँ. त्यो झोलामा त्यस्तो धेरै केही छैन, त्यो कागजपत्रहरू छ अनि छाता. सो हामी चाहिँ हाइकिङ जाँदैछौँ अहिले. सो म चाहिँ एकदम एक्साइटेड छु. आफ्टर सो लङ टाइम म चाहिँ यो हाइकिङ जाने बाटो हिँडिरहेको छु. गाइस हामी चाहिँ तल खेतहरू भएको ठाउँदेखि आएको. हामी भर्खर त यहाँ आइपुग्यौँ. हामी त्यस्तो टाढा 3-4वटा हिँड्नु छ. म त यहीँनिर सास छैन, गाह्रो भइसक्यो. सुहाँ भएर कि घाम पनि त्यस्तै लागिरहेको आजै. होइन, म चाहिँ अहिले यहाँ खाडा देवीको मन्दिरमा आइपुगेँ भर्खर. हामी चाहिँ अझै कति कट्नु छ. सो म चाहिँ दर्शन गर्छु. गाइज होइन, यहाँ चाहिँ कति धेरै हावा आउँथ्यो पहिला अहिले त घाम मात्र लागेछ. म त यहाँ हेर्नु अनुहार म पागल हुन लागिसक्यो. यहाँ पानी तिर्खा लगाएर बाला पानी हाल्नु न भनेको बाहिर पानी हाल्नु भयो भने चाहिँ बिर्सिनु भएछ. अब हामी त्यो रुख भएको ठाउँमा यहाँबाट हेर्नु है. यहाँबाट हिँडेर त्यहाँ पुग्नुपर्छ. त्यहाँनिर पुगेपछि पानी हाल्यो. हामी चाहिँ यहाँ माथि आइपुग्यौँ. कहाँबाट हिँडेर अब उता माथि पुग्नु छ. अब अनि सक्यो. मलाई त पाकेर गलेर अलिकति भयो नि हावा आइरह. त्यो पनि स्वर्गमा आएको जस्तो भइरह. यहाँ आएर बस्दाखेरि गड कस्तो चाहिँ गर्मी के. गाइस होइन, घरमा बसेर काम छैन. बिदा मिल्ने बित्तिकै घुम्न हिँडिहाल्नुहोस्. प्याक गर्ने, केही 2-3वटा लुगाहरू हाल्ने, टक्क आफ्नो सेफ्टीको लागि के सामान चाहिन्छ हिँड्ने. यस्तो हाइकिङ ट्रेकिङ लाइक ट्राभल गर्ने हो कि मजाले. अब हेर्नुहोस् त म यहाँ म बुवा जस्ट मेरो साथमा हुनुहुन्छ. यो मेरो सोलो ट्रिप हो किनकि म साथीहरू बिना हिँडेको छैन. जस्ट बुवा मलाई गाइड गर्नको लागि, किनकि बाटोहरू कन्फ्युज हुन्छ के हुन्छ. यो बाटोमा कोही हिँड्दैन नि त. रहन धेरै जस्तो कोही नै छैन. लिटरली अहिले हामी त 2-3 घन्टा भइसक्यो हिँडेको ओरेको होइन. कोही मान्छे छैनन्. मलाई अहिले यहाँ हेर्नुहोस् भ्यू के गर्नु. एन्ड्रोइड फोनबाट हो होइन. आइफोन भए त दामी आउँथ्यो होला. अब यसबाट पनि म रियल आफ्नो आँखाले यति राम्रो देखिरहेको छु यो भ्यू अहिले होइन. मलाई मजा आइरहेको कि. यति मजा, यति सुकुन मिलिरहेको. अहिले जस्ट पानी छैन मसँग. पानी खान पाए टक्क यति चिसो पानी खान पाए म स्वर्ग पुगे जस्तो फिल हुन्थ्यो क्या मलाई.